माननीय सदस्यहरू, अब माननीय गृह मन्त्री सुदन गुरुङलाई गृह मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि यस गरिमामय सदनमा भइरहेको गहन छलफलमा गृह मन्त्रालयको तर्फबाट नीतिगत स्पष्टता र विनियोजित बजेटको औचित्य प्रस्तुत गर्न पाउँदा मलाई गर्व महसुस भएको छ। मुलुकमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गरी प्रत्येक नागरिकको जीव, धन र स्वतन्त्रताको संरक्षण गर्न गृह प्रशासनको मुख्य दायित्व हो। गृह प्रशासनलाई केवल ट्रेडिसनल सिक्योरिटी एजेन्सीमा मात्र सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाउन हाम्रो सङ्कल्प छ। सम्मानित सदनमा माननीय ज्यूहरूले बजेट कार्यक्रम सम्बन्धमा प्रस्तुत गर्नुभएका विषय गृह मन्त्रालयको ध्यान आकर्षण भएको छ। साथै माननीय ज्यूहरूबाट बजेट कार्यक्रम प्रभावकारी कार्यान्वयन गराउन प्राप्त सल्लाह सुझावका लागि आभार व्यक्त गर्दछु। सो अनुसार गृह मन्त्रालयले चुस्त रूपमा कार्य सम्पादन गर्ने निवेदन गर्न चाहन्छु। सभामुख महोदय, बजेटमा छलफल गर्दा माननीय ज्यूहरूले उठाउनु भएको विभिन्न विषयमा निम्न अनुसार आफ्ना कुराहरू पेश गर्न चाहन्छु। 1. वन आइडी मल्टिपल गभर्मेन्ट सर्भिस सम्बन्धमा राष्ट्रिय परिचय पत्रलाई सबै प्रकारका सार्वजनिक सेवाहरूसँग पूर्ण रूपमा आबद्ध गरिनेछ। यसबाट नागरिकले एउटै परिचय पत्रबाट एकीकृत सेवा प्राप्त गर्ने विश्वास लिएको छ। 2. विभिन्न प्रकारका हिंसा र साइबर अपराध नियन्त्रण सम्बन्धमा माननीय ज्यूहरूले उठान गर्नुभएका समाजमा रहेको लैङ्गिक हिंसा, विभिन्न कुप्रथाका कारणले पीडित परिवारलाई न्याय दिन विशेष गरी महिला केन्द्रित संयन्त्रहरू क्रियाशील बनाइएको छ र आगामी वर्ष यस कार्यमा बजेट कार्यक्रममा जोड दिएको छ। साथै नागरिकको गुनासो 24 घण्टा सुनवाई गर्न गृह मन्त्रालयमा मैले हेलो गृह कल सेन्टर व्यवस्था गरिसकेको र नागरिकलाई गुनासो सुनवाईको जानकारी दिने गरी प्रविधि मैत्री बनाई यो सरकारले नागरिकको कुरा सधैँ सुन्ने र सम्बोधन गर्ने विश्वास दिलाउन चाहन्छु। साथै नेपाल प्रहरीले समेत केस ट्र्याकिङ सिस्टम नै बनाइसकेको र यसको प्रगति नागरिकसम्म SMS जाने गरी जवाफदेही सरकारको अवधारणालाई मैले कार्यान्वयनमा ल्याएको छु। हालको सूचना प्रविधिको युगमा सरकारले साइबर अपराधका विभिन्न प्रकृति तथा अन्तर्राष्ट्रिय स्तरमा भएका बोर्डरलेस क्राइमका नयाँ चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रहरीको प्रविधि मैत्री अनुसन्धान क्षमता विस्तार, कार्यक्षमता बढाउन र अपराध अनुसन्धानलाई साइन्टिफिक बनाउन रु 50 करोड 49 लाखको लगानीमा AI र एडभान्स एनालिटिक्स क्यापेबिलिटी डेभलपमेन्ट कार्यक्रम सञ्चालन गरिनेछ र यसमा मन्त्रालयले विशेष प्रायोरिटी दिने विश्वास दिलाउन चाहन्छु। साइबर ब्युरोको अनुसन्धान क्षमता बढाउन उपकरण र साधन स्रोत थप हुनेछ जसबाट साइबर अपराध नियन्त्रण गर्न नयाँ ढङ्गमा अनुसन्धान अधिकारीले काम गर्ने अपेक्षा गरेको छु। 3. सुरक्षा निकाय सबल र सक्षम बनाउने सम्बन्धमा सभामुख महोदय, माननीय ज्यूहरूले विभिन्न प्रहरी कार्यालयको भौतिक अवस्था प्रविधिको
व्यवस्था र बोर्डरको सुरक्षा जस्ता आधारभूत सुरक्षा सुनिश्चित हुनुपर्छ भनी भएका विषयमा गृह मन्त्रालयको विशेष ध्यान आकर्षण भएको छ। सुरक्षा निकायको लागि पूर्वाधार विकासमा बजेट थप गरिएको र प्रविधि विस्तार गर्न मोडर्न पुलिस पेट्रोलिङ ड्रोन, हेभी लिफ्टिङ ड्रोन, सर्च एन्ड रेस्क्यु ड्रोन लगायत लेटेस्ट टेक्नोलोजीका उपकरणहरू खरिद गर्न बजेट उपलब्ध गराइएको छ। यस सम्बन्धमा प्रहरी इकाइको जग्गा जमिन, भवन र आवश्यक सामग्रीको अवस्था र आवश्यकताका सम्बन्धमा एकीकृत प्रतिवेदन तयार पारी पेश गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छु। विभिन्न सरकारी निकायको नाममा रहेको जग्गामा हाल प्रहरी बस्दै आएको अवस्था अन्त गर्न प्रहरी कार्यालयकै नाममा जग्गा कायम गर्न सम्बन्धित सरकारी निकायसँग समन्वय गरी अर्को वर्ष यस कार्य सम्पन्न गरिनेछ। सो पश्चात प्राथमिकताका आधारमा दुवै प्रहरी निकायको भवन संरचना निर्माण गर्न समग्र कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। अर्को वर्षमा दुवै प्रहरीतर्फ 79 वटा भवनहरू निर्माण गर्न बजेट विनियोजन भएको जानकारी गराउन चाहन्छु। इम्प्लिमेन्टेसन एन्ड फलोअप मेरो पहिलो प्राथमिकता हो। कुनै सम्झौता नहुने बेहोरा पनि सम्मानित सदनलाई निवेदन गर्न चाहन्छु। 4. विपद व्यवस्थापनमा बजेट र उद्धार टोली तथा सामग्री तयार राख्ने सम्बन्धमा सभामुख महोदय, म आफै पनि विगत 10 वर्षदेखि डिजास्टर रिस्क रिडक्सन एन्ड रेस्पोन्समा स्वयंसेवकको रूपमा काम गरेको हुनाले राज्यको क्षमता विकासमा सर्ट टर्म र लङ टर्म कामहरू गर्न प्रायोरिटी अनुसार तयार गरिएको जानकारी गराउन चाहन्छु। विपद व्यवस्थापनमा हामी रेस्पोन्सिभ मेजर्सबाट प्रिपेयर्डनेस स्ट्र्याटेजीमा केन्द्रित भएका छौँ। नागरिकको ज्यान जोगाउन राज्यको प्राथमिक दायित्व हो। आजै प्राधिकरणमा सबै सरकारवालाहरूसँग बैठक गरी मनसुनको पूर्व तयारी कार्य चुस्त बनाउन निर्देशन दिएको छु। विपद जोखिमको अवस्था हेरी मैले निरन्तर जानकारी लिई सरकारी निकाय र सबै सरकारवालाको समन्वयमा प्रिपेयर्डनेस एन्ड रेस्पोन्स प्रभावकारी हुने गरी आवश्यक व्यवस्था मिलाएको छु। विभिन्न जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिबाट खोज तथा उद्धार सामग्री विवरण सिस्टममा अपडेट गरिएको छ। प्राधिकरणबाट खोज तथा उद्धार सामग्री खरिद गरी माग भएका ठाउँमा पठाउने व्यवस्था गरिएको छ। विगतमा भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माणमा रु 5 अर्ब बजेट स्वीकृत भई काम अगाडि बढाइएको छ। मन्त्रालयले सबै जिल्लामा उद्धार सामग्री किन्न हालै रकम पठाइसकेको छ। सुरक्षा निकाय र प्राधिकरणले रेस्क्यु ड्रोन, मोडर्न टुल्स, इक्विपमेन्ट र अन्य आवश्यक सामग्री खरिद गर्ने योजना समेत रहेको छ। सीमा सुरक्षा र वन डडेलोको रियल टाइम अनुगमन गर्न एडभान्स ड्रोन र स्याटेलाइट टेक्नोलोजीको प्रयोग तीव्रता दिनेछ। मकवानपुरको राक्सिराङ, कैलाश र मनहरीमा चट्याङको असर न्यूनीकरण तथा अर्थिङको लागि नयाँ प्रविधि जडान गर्न रु 3 करोड बजेट राखिएको छ। चट्याङका बारेमा जनतामा सचेतना बढाउन अडियो भिजुअल तथा पोस्टर आइइसी मटेरियल्स बनाइने तथा टेलिभिजन, रेडियो र सोसल मिडिया इन्फ्लुएन्सरबाट अवेरनेस क्याम्पेन गरी प्रचार प्रसार गरिनेछ। डिजास्टर रेस्पोन्सको तालिम, volunteer management training, hospital preparedness for emergency, community action for disaster response, swift water rescue, collapse